नमस्कार सम्पूर्णमा म छवि ल हामीहरू चाहिँ आज लन्डन भिजिट आज चाहिँ एकदमै पानी परेको छ ल हेर है युवराज बाबु रमाइलो हुँदैछ है पानीमा होइन रमाइलो भएको छ नि ह्याप्पी है गणेश बाबु ल बाबु ल मेरो युट्युब च्यानलमा चाहिँ एकदम वेलकम छ है रमाइलो भएको छ है एकदम रमाइलो भएको छ बडी है चिसोमा यो सम्झना हुन्छ के एकदमै मिठो आवाजको धनी हुनुहुन्छ दाइ यस्तो आवाज छ त्यो गीत धेरै भयो हिँडेको होइन ल नि त त्यो गीत एकदम आज गाउनु पर्छ है त्यो गीत चाहिँ आज ल निते छोरी ल जाडो करादियो ल ओहो ल ल त्यो जाडोमा भए पनि हामी चाहिँ छोडेको छैनौँ है स्ट्रङ छौँ हामी चाहिँ चिसोमा होइन बाबु ल श्याम बाबु गणेश बाबु अनि बुहारी त्यसपछि जितु नानी युवराज बाबु ल हामी चाहिँ यसरी घुम्दैछौँ है आउनुहोस् तपाईँहरू पनि ल थ्याङ्क यू ल बकिङह्याम प्यालेस नितु युवराज बाबु हजुर इन्जोय गर्नु भएको छ होला युकेको चिसो वेदरमा होइन थ्याङ्क यू सो मच है त होइन तपाईँलाई सम्मानित टिमसँग हिँड्न पाएका छौँ आज चाहिँ भयो त यार ल बेलायतको राजाको दरबारमा यहाँ के अरे सिक्युरिटी गार्डको साथमा है सिक्युरिटी गार्ड हाम्रो नेपालका राजकुमार राजकुमारी युवराज ल ल हजुर होइन हजुरलाई थ्याङ्क यू हजुरलाई वेलकम हाम्रो गणेश मुन दादा यता सङ्गमाया दिदी यता हाम्रो नाम के रे निधु फोन हामीलाई यसरी अपर्च्युनिटी दिएर सुनौलो अवसर दिएर घुमाउनु भयो ठाउँ यहाँ राजा बसेको पहिला राजेश नीति राजाको प्यालेस है हजुर ल यस यो ठाउँमा आउन पाइयो खुसी लाग्यो दादा थ्याङ्क यू सो मच हजुर ल थ्याङ्क यू हजुर अँध्यारो त के हो भने लाइट मात्र हो अहिले चाहिँ के भइरहेछ भने देख्न पायो नि आउने गरी गर्दै हुन्छ ठिक छ एउटा गरौँ युवराज कता नमस्कार सम्पूर्णलाई मेरो युट्युब च्यानलमा आज हामी चाहिँ लन्डनको चाहिँ टलेस्ट बिल्डिङ हो 95 फ्लोर्स हामी चाहिँ अहिले 70th फ्लोरमा छ है अन्त 70मा है यस्तो यति राम्रो ठाउँ घुमाउनु भएको छ मलाई होइन बल्ल लन्डन आएर जस्तो भयो कि जस्तो भयो कि म वरिपरि हेरेँ होइन कता कता डर पनि लाग्ने चाहिँ दामी छ
ठाउँ चाहिँ एकदम खुसी है एकदमै रमाइलो भइरहेछ युवराज बाबु अब याम दादा हाम्रो एकदम हजुरलाई हाम्रो पनि एउटा अपर्च्युनिटी हो खुसी छ क्याप्टेन हाम्रो दाइसँग मलाई मेरो बाबा मम्मीसँग नि सेयर गर्नु छ कि दाइको विषयमा अनि मलाई खुसी लागिरहेछ दाइसँग हिँड्न पाउनु पनि ठुलो कुरा हो भाग्यमानी है भाग्यमानी बाबु रोयल फ्यामिली रोयल फ्यामिली एकदमै हो नि थ्याङ्क यू सो मच युवराज बाबु त्यो त हाम्रो नित्य छोरी पनि बिजी है छोरी ह्याप्पी छोरी छोरीको पुरै नगरौँ उता हाम्रो बुहारी ओहो हाम्रो गणेश बाबु हेर्नु नि त्यहाँ एक्सन खतरा है हाम्रो देवर बाबुको चाहिँ ल ल ठिक छ हामी चाहिँ अहिले है हामी प्लिज हजुर चाहिँ एकदम क्लियर आउँछ ब्याकग्राउन्ड क्लियर आएन अमेरिकामा 102 तलामा चढेको थियो नि तर आज चाहिँ 70 होइन खोजमा हामीले किन परेन थ्याङ्क यू अब भिडियो हजुर भिडियो हाल्नुहोस् ल नमस्कार बाबु ल बाबु आज हामी चाहिँ कति 70 होइन 70 देख्न पाएको छौँ थ्याङ्क यू सो मच हाम्रो याम बाबु छोरा अनि युवराज बाबु है अनि नित्य फुललाई हामी देखेका छौँ अनि बुहारी है हामी एकदमै रमाइलो भइरहेको छौँ है आज चाहिँ हामी अमेरिकामा 102 मा चढेको थियौँ भने आज चाहिँ 70 मा थ्याङ्क यू सो मच बाबु है त एकदमै दामी सबैजना आउनु होला है घाम पनि आएछ चाँडो हेलो नमस्कार मेरो युट्युब च्यानलमा सबैजनालाई म छ विपुल आज हामी चाहिँ यो सात बिल्डिङमा घुम्न आएको छौँ है हेर्नुहोस् है नि के रमाइलो भइरहेको छ होइन अहिले चाहिँ 71 चाहिँ यसरी घुम्दैछौँ है हजुरहरू पनि आउनु होला है घामको किरण चिसो है र पनि कस्तो रमाइलो भइरहेको छ है समर लागेर आउनुपर्छ भन्ने त छैन है यस्तो रमाइलो हेर्नुहोस् त आज चाहिँ हामी युवराज र बाबु अनि फेरि नित्य नानीलाई लिएका छौँ हाम्रो यामपुन छोरा अनि हाम्रो देवी बुहारी है यसरी चाहिँ आएको छौँ हामी बुहारी खुसी है हामी कस्तो चिसो चिसो भएको छैन है चिसो भएको छैन है जाडो त भएकै छैन हामीलाई युवराज बाबु जाडो छैन है छैन थ्याङ्क यू बाबु ल है ओहो दामी समर कुर्नु पर्दैन रहेछ विन्टरमा भए पनि इन्जोय है हामी इन्जोय एकदमै गर्दैछौँ है इन्जोय हजुरहरू पनि आउनु होला है ल यो भिडियो हेर्नुभयो भने चाहिँ है त युवराज बाबु कता गयो नितु कहाँ गयो है नितु बहिनी नितु छोरी ए उता रहेछ ल आहा रमाइलो हेर्नुहोस् त ठिक्क टाइममा हामी आइपुगेको रहेछ ल एकदमै ल छोरी तिमीलाई भेट्यो फेरि यहीँ है ल हाम्रो गणेश बाबुको पोस्ट हेर्नु नि त्यहाँ ओहो आशा बहिनीले हामीले मिस गरेको छौँ है आज ल एकदमै थ्याङ्क यू ल नाच्छ अब त्यतिकै खै गीतमा राखौँ भनेको दामी भयो नि त आजको जेस घुमघाम एकदम राम्रो छ जेस दामी भयो जेस रमाइलो पनि भयो दाइहरूको साथमा भल छ यो सम्झना टावर है हजुर आजको भिजिट एकदमै मिनिङफुल भयो है चिसो भए पनि न्यानो भएको छ है बाबु स्मरणीय पनि रहेछ है टोपी लाएर त एकदम रमाइलो भएको छ यो लन्डन आएको हो नि एकदमै ल चाहिँ भरिपूर्ण भयो ल है ओहो झलल है अब हामी फर्किँदैछौँ है हेर्नुहोस् है ल यहाँ बाबु अब हामी फर्किँदैछौँ हामी 71 कि 78 तलमा 72 ए ओके
चिसो भए पनि एकदमै तातो हुन्छ नि बढी ल यो चाहिँ अगस्त महिना नै भयो क्या हाम्रो लागि होइन बढी चिसो पनि आउँदैछ हेर्नुहोस् त ल रमाइलो छैन ल भयो आएन ट्रेन हेर्नुहोस् त त्यो हेडकट्टा भएन एउटा फोटो त त्यहाँ पो ठिक रहेछ के बिल्डिङमा है होइन भयो यो लाइटिङले गर्दा राम्रो आएको छ यो लाइटले गर्दा Well, I don't know. I just gave up. Safety message for your attention. We now use the passage to Waterloo Station. Escalators are moving machinery, so to avoid any injuries, please take care when using them. Merry Christmas from Chinatown, London. London. Hello, hi, Merry Christmas, Chinatown from London. फ्ल्याग पनि राखेको छ क्या ल दुईजनाको फोटो एउटा ड्रेस ल हाम्रो छोरी छोराको हेर त ड्रेस पनि मिलेको दामी हो बहिनी दाइ र बहिनीको मिलिहाल्छ नि दाइ र बहिनीको दाम दामी दामी